तपाईहरु खानुभयो ल सबैजनाले भोजसोज खाएर जानु होला यस्तो यत्रो बिहामा आएर सबैजनाले अब त्यति खाली 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 पेट नजानु होला सबैजनाले एक एक गिलास जुस अनि पुलाउ मासु आडा मुला चाहियो अनि सबैजना पुलाउ मुला के छ रे जानु होला प्लिज है त्यतिकै कोही पनि नजानु होला प्लिज है तपाईहरुले खाएर जानु भएन भने यत्रो बिहामा आएर यस्तो खाएर जानु भएन भने चाहिँ हामी पटिकजी र म चाहिँ दुःख मन गर्नेछौँ हैन पटिकजी पटिकजी र मेरो चट्टला राख्दै अब भोलि चाहिँ एउटा घोरले निस्किनै भयो लाउन नि यो रुम त कति फोहोर पो भयो सफा गरिदिन आम कि क्या हो र सफा गरिदिन आम भात पकाउने पुरी चाहियो थियो के रे कस्तो रे सुनेन कति सानो बोलेको र कस्तो चाहिएको थियो रे भात पकाउने पुरी भात पकाउने मात्रै हो त्यति मात्रै हो अरू त पर्दैन नुहाइदिने खुट्टा धोइदिने कपडा धोइदिने लुगा धोइदिने त्यस्तो वाला होइन सबै आउँछ मलाई सबै आउँछ ए ल ठिकै छ त्यसो भए कति बेला सुत्ने अनि आँखा त परिसक्यो त 11 बजिसक्यो घोषले मारिहाल्यो कति बज्छ भोलि बिहान ड्युटी 6 बजे सुत्नु अब भोलि आउनु भगवान कसम है मैले एउटा भिडियो के हजुरकै नाममा एउटा भिडियो बनाउँछु भनेर बसिरहेको थिएँ कि मैले कुन भिडियो पछि आउँछ यदि समयले साथ दिएर भेटेछ भने चाहिँ मात्रै हो होइन भने आउँदैन ल तपाईँ कहिले आउने नेपाल 3 महिनामा भन न मात्रै अहिले आउँछु अहिले रेडी छु म अहिले रेडी छु के म नआउने लतार नआउनु पर्ला है तो के हो तो जाङ्गे बाइक अरू केही छैन जाङ्गे खुलिसक्यो पहिला पनि त्यही जाङ्गे त्यो अझै 6 वर्ष भइसक्यो त्यो जाङ्गे अझै पनि त्यही छ 10 वर्ष लाउने भने सानो पर्ने हो माथिबाट उफ्रिनु नि माथिबाट आउनु लाग्यो ल म पनि एयरपोर्टतिर जान्छु म पनि लिन आउनु पर्यो र काठमाडौँ त हेलो ट्याक्सी नेपालसम्म लानु पर्यो कति हो भाडा 1500 1000 रुपियाँमा हुन्छ 1000 रुपियाँमा जान्छु कि होइन भने जान्नु 1500 भन्छ त 1500 त नतिर्नु पो त्यतिकै म 500 मात्र तिरेर आउँछु भने थियो 500 पनि महँगो भयो 100 रुपियाँ त सकेर त्यो त अब कसरी निकाल्ने र त्यो 100 रुपियाँ त
म निकाल्दिम त तपाईँले ननिकाल्नु कसले निकाल्छ 100 रुपियाँ म निकाल्नु अब त्यो त निकाल्नु मिल्दैन त्यो त मैले निकालिदिनु पर्छ तपाईँले ननिकाल्नु कि मैले निकालिदिउँला त्यो 100 रुपियाँ ल ओ घोषले निकालिदिन्छ गरे ल सुर्केसी गुड्दैन त यार गुर्काउनै बस्नु त्यो अर्को गुर्काउने त्यो भयो काममा लागेन भने अर्को हाल्नु के त्यो फेर्नु त्यो गुर्काउने बिग्रिहाल्ला